विराट कोहलीको जन्म सन् 1988 नोभेम्बर 5 मा भारतको नयाँ दिल्लीमा एक मध्यमवर्गीय पन्जाबी परिवारमा भएको थियो। उनका बुवा प्रेम कोहली पेसाले वकिल थिए भने आमा सरोज कोहली घरधन्दा सम्हाल्थिन्। विराटका एक दाजु विकास कोहली र एक दिदी भावना कोहली छन्। परिवार आर्थिक रूपमा साधारण भए पनि संस्कार, अनुशासन र मेहनतको मूल्य विराटले घरबाटै सिकेका थिए। सानो उमेरदेखि विराट अत्यन्त ऊर्जावान, प्रतिस्पर्धा र कहिलेकाहीँ रिसाउने स्वभावका थिए। उनी हार सहन सक्दैनथे, चाहे त्यो गल्ली क्रिकेट नै किन नहोस्। यही स्वभावले उनलाई अरू बच्चाभन्दा फरक बनायो। विराटको क्रिकेट यात्रा गल्ली क्रिकेटबाट सुरु भयो। घर नजिकैका सडक, खाली मैदान र पार्कहरू नै उनका पहिला क्रिकेट मैदान थिए। उनी सधैँ ब्याट हातमा लिएर खेल्न जान्थे, पढाइभन्दा बढी क्रिकेटमा ध्यान दिन्थे। उनका बुवाले छोराको रुचि र प्रतिभा चाँडै बुझ्नुभयो र सन् 1998 मा विराटलाई मात्र 9 वर्षको हुँदा उनलाई वेस्ट दिल्ली क्रिकेट एकाडेमी WDCA मा भर्ना गरिदिनुभयो। प्रशिक्षक राजकुमार शर्माको कडा प्रशिक्षणमा विराटले क्रिकेटको आधारभूत सिप, सही टेक्निक, फिटनेस र मानसिक अनुशासन सिके। सुरुवाती दिनहरूमा विराट निकै आक्रामक खेल्थे, धेरै रन बनाउन खोज्दा आउट पनि हुन्थे, तर उनी कहिल्यै डराएनन्। कोचहरूले नै भन्थे, यो केटामा आगो छ। सन् 2006 डिसेम्बर विराटको जीवनको सबैभन्दा पीडादायी समय थियो। उनका बुवाको अचानक ब्रेन स्ट्रोकका कारण निधन भयो। त्यो समय विराट रणजी ट्रफी खेल्दै थिए। बुवाको मृत्युपछि उनले अर्को दिन मैदानमा उत्रिए र दिल्लीका लागि 90 रन बनाए। यो पारी केवल रन मात्र थिएन, यो विराटको चरित्र, मानसिक दृढता र क्रिकेटप्रतिको समर्पणको प्रतीक थियो। यही क्षणलाई धेरैले विराट कोहलीको असली जन्म भन्छन्। त्यसपछि उनले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गरे। सन् 2008 मा विराटको जीवनको टर्निङ पोइन्ट बने। उनलाई भारतको अन्डर-19 वर्ल्ड कप टोलीको कप्तानी दिइयो र मलेसियामा भएको प्रतियोगितामा उनले भारतलाई विश्वकप जिताए। कप्तानका रूपमा उनले आत्मविश्वास, आक्रामक सोच र जिम्मेवारी वहन गर्ने क्षमता सबैले देखे। यही सफलताले उनलाई भारतीय सिनियर टोलीतर्फ ढोका खोलिदियो। सोही वर्ष 18 अगस्त 2008 मा उनले श्रीलङ्का विरुद्ध एक दिवसीय ODI क्रिकेटबाट भारतका लागि अन्तर्राष्ट्रिय डेब्यू गरे। सुरुका केही खेलमा खासै ठुलो प्रदर्शन गर्न सकेनन्। समयसँगै विराटले आफ्नो कमजोरी सुधार्दै गए। उनले आफ्नो फिटनेसमा अत्याधिक ध्यान दिए, खानपान, अभ्यास र मानसिक तयारीमा परिवर्तन गरे। 12 जुन 2010 मा उनले T20 इन्टरनेसनल क्रिकेटबाट डेब्यू गरे भने जुन 2011 मा वेस्ट इन्डिज विरुद्ध टेस्ट क्रिकेटबाट डेब्यू गरे। सुरुका टेस्टहरूमा उनले विदेशी पिचहरूमा सङ्घर्ष गरे, विशेष गरी इङ्ल्यान्ड र अस्ट्रेलियामा। तर आलोचनालाई प्रेरणामा बदल्दै उनले आफूलाई विश्वकै उत्कृष्ट टेस्ट ब्याट्सम्यान मध्ये एक बनाइदिए। ODI क्रिकेटमा विराट कोहलीको नाम इतिहासमा सुनौलो अक्षरमा लेखिएको छ। उनले आफ्नो करियरमा 50 भन्दा बढी ODI शतक बनाएका छन्, हाल 53 शतक, जुन आफैमा एउटा ऐतिहासिक उपलब्धि हो। उनले 14,000 भन्दा बढी रन बनाउँदै चेज मास्टरको उपनाम पाए, किनकि दबावको अवस्थामा पनि लक्ष्य पछ्याउँदा उनी अत्यन्तै शान्त र प्रभावकारी देखिन्थे। उनका धेरै शतकहरू म्याच विनिङ रहे, जसले भारतलाई असम्भव देखिने जित दिलायो। टेस्ट क्रिकेटमा पनि विराटको योगदान अद्वितीय रह्यो। उनले 123 टेस्ट खेलहरूमा 9,230 भन्दा बढी रन, 30 शतक, 31 अर्धशतक र 7 दोहोरो शतक बनाए, जुन कुनै पनि भारतीय खेलाडीभन्दा बढी रह्यो। टेस्ट कप्तानका रूपमा उनले भारतलाई आक्रामक, फिट र आत्मविश्वासी टोली बनाए। उनको नेतृत्वमा भारतले विदेशमा ऐतिहासिक जितहरू हासिल गर्यो, विशेष गरी 2018-19 तिर अस्ट्रेलियामा टेस्ट सिरिज जित, जुन भारतीय क्रिकेट इतिहासकै ठुलो उपलब्धि मानिन्छ। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पनि विराटले भारतका लागि महत्त्वपूर्ण योगदान दिए। यद्यपि यो सबैभन्दा छोटो फर्मेट भए पनि उनले धेरै क्लास, निरन्तरताको उदाहरण प्रस्तुत गरे। उनले T20 मा पनि 122 रन बनाए। पछि उनले T20 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरे, ताकि आफूले लामो फर्मेट र व्यक्तिगत जीवनमा सन्तुलन कायम गर्न सकू। समय बित्दै जाँदा विराटले टेस्ट क्रिकेटबाट पनि सन्यास घोषणा गरे। यो निर्णय उनका लागि भावनात्मक थियो, किनकि टेस्ट क्रिकेटलाई उनी क्रिकेटको साँचो रूप मान्थे। 14 वर्षभन्दा लामो टेस्ट यात्रापछि उनले आफ्नो करियरलाई सम्मानजनक रूपमा समेटे। अहिले उनी मुख्य रूपमा सीमित ओभर क्रिकेट र फ्रेन्चाइज क्रिकेटसँग जोडिएका छन्। कप्तानीको कुरा गर्दा विराट कोहली भारतको सबैभन्दा सफल टेस्ट कप्तान हुन्। उनले 68 टेस्टमा 40 हिट दिलाए। उनको कप्तानी शैली आक्रामक, फिटनेस केन्द्रित र फेयरलेस थियो। निरन्तर दबाव, आलोचना र मानसिक थकानका कारण उनले क्रमशः कप्तानीबाट हट्ने निर्णय गरे। यो निर्णय उनको व्यक्तिगत शान्ति र खेलप्रतिको प्रेम जोगाउनका लागि थियो। व्यक्तिगत जीवनमा विराट कोहलीले सन् 2017 डिसेम्बर 11 मा बलिउड अभिनेत्री अनुष्का शर्मासँग बिहे गरे। विवाहपछि विराट अझ परिपक्व, सन्तुलित र मानसिक रूपमा बलियो देखिन थाले। परिवार, बच्चा र निजी जीवनले उनलाई क्रिकेट बाहिर पनि पूर्ण मानिस बनायो। उनी फिटनेस, अनुशासन र आत्म-अनुशासनका प्रतीक बने। अनन्त विराट कोहलीको कथा केवल रन, शतक र ट्रफीहरूको कथा होइन,
यो कथा हो सङ्घर्षको, आत्मविश्वासको, हारपछि उठ्ने साहसको र निरन्तर आफूलाई सुधार्ने इच्छाको। गल्ली क्रिकेटबाट सुरु भएको यात्रा विश्व क्रिकेटको सिंहासनसम्म पुग्नु कुनै संयोग होइन, यो कडा मेहनत, अनुशासन र कहिल्यै नहार्ने मानसिकताको परिणाम हो। विराट कोहली आज केवल एक क्रिकेटर मात्र होइनन्, यिनी लाखौँ युवाहरूको लागि प्रेरणाको नाम हुन्।